बडी बनाएको के आमै आज स्कुलमा ग्याङ फाइट छ हाम्रो। तेरो खुट्टा छुट्टा भाँचिदिन्छु। अगेर पुस्नु आउँदैन ग्याङ फाइट खेल्न त। ए तेरिका त्यस्तो नभन्नु न आमै, तपाईले मेरो फाइट देख्नै भएको छैन के? मैले एक बक्सिङ हाने भने नि मान्छे ठाउँको ठाउँ ढल्छ। तेरो बाउले भन्थ्यौ बक्सिङ हानेर चाहिँ होइन, तेरो शरीर गनाएर चाहिँ मान्छे ठाउँको ठाउँ ढल्छ। म त जस्तो फोहोरी होइन बुझिस, म दिनदिनै खोलामा गएर नुहाउँछु। कुन खोलामा? भैँसी नुहाउने खोलामा? त्यही भएर पो यसको छेउमा जाँदा भैँसी भैँसी गनाउँदो रहेछ। यसलाई सम्झाउनु है आमै, यसले मलाई चिनेकै छैन रहेछ। म यो गाउँको डन हो डन। अच्छा ए मेरो छोरा डन पो हो। कसको डन हो त? सुँगुरहरूको कि बाख्राहरूको? दाइ बाख्रा चराउनु जान्छ, त्यसैले बाख्राहरूको डन होला नि। अर्को झ्वासी बोल्यो है फेरि। तिमीहरूलाई मसँग डर लाग्दैन? म त तिमीहरूको दाइ पो त। दाइ भयो नि गाई भयो नि, हामी किन डराउनु? हामी गोर्खालीको छोरी हो, हामी कोहीसँग डराउँदिनौँ। इस डराउँदैनस्। टिभीमा भूतको फिल्म आयो भने सिरेक भित्र गुटमुटिन्छ, अझ कोहीसँग डराउँदिन रे। तैले होमवर्क सकिस् कि मो? सकेको छैनस् भने सकै छिटो। मैले त हिजो राति नै गरेको नि आमै, म यिनीहरू जस्तो अल्छी हो र? हिजो राति कतिखेर गरिस्? हिजो राति त 8 बजे नै सुतेको होइन? 8 बजे सुतेको अनि 12 बजे उठेर गरेको नि। मलाई सुनसान भएको बेलामा मात्र होमवर्क गर्नु मन लाग्छ के? होइन आमै होइन, दाइ 12 बजे उठेर होमवर्क गर्दैन। सिरकले मुख छोपेर गर्लफ्रेन्डसँग बोल्दै बस्छ। हो कि मो? त गर्लफ्रेन्डसँग बोल्छस् हो? गर्लफ्रेन्ड होइन के आमै, साथी हो के? उसको कपी मुसाले काट्यो रे, त्यसैले मेरो कपी माग्नलाई फोन गरेको थियो। मसँग झुट बोल्छस्? रातिको 12 बजे कपी माग्छ कसैले? मागिहाल्छ नि आमै, मेरो साथीहरू कस्तो पढन्दाज छ तपाईलाई के थाहा? होला होला, त्यही भएर त 8वटामा 8वटै विषय लाग्दो रहेछ। आमै मलाई आज 20 रुपियाँ दिनु ल, म आज टिफिनमा चटपटे खाने के। ल ल छोरी, म दिदी बहिनीलाई नै 20 रुपियाँ दिन्छु ल। दिदी बहिनीलाई मात्रै, मलाई चाहिँ नदिने? तँलाई टिफिनमा चना चिउरा हाल्दिएको छु त, पैसा किन चाहियो? यो पक्षपात भयो है आमै, बहिनीहरूलाई चाहिँ चटपटे अनि मलाई चाहिँ चना चिउरा। चटपटे खाने भए बुवासँग पैसा माग, मसँग छैन पैसा। बुवासँग पनि छैन रे के? बुवाको पैसा त सबै तपाईले लुटेर लानु भएको रे त, हिजो भन्नुहुँदै थियो मलाई। पक, त्यो चोइटिङ्ग्रेलाई जानेको छु मैले, भरे घर मात्र आओस् न। मैले भनेको चाहिँ नभन्नु है आमै, नत्र मलाई बुवाले भ्यागुदा पछाडि जस्तो पछार्नुहुन्छ। अरु के भन्दै थियो तेरो बुवाले? भन्न त धेरै कुरा भन्नु भएको छ नि, तर म तपाईलाई भन्दिन। तपाईले मेरो नाम लाउनुहुन्छ। लाउदिन के, भन्न भन। कसम लाउनुहुन्न? ओके हो, कसम। घाँटी कसम खानु सुरुमा। ल ल, घाँटी कसम। अब जुम्राको कसम नि खानु। खुरुक्क भन्छस् कि हानौ तँलाई चप्पलले? चप्पलले कसरी हान्नुहुन्छ आमै? तपाईले त जुत्ता लाउनु भएको छ। भित्र राखेको छु नयाँ चप्पल, त्यही चप्पल झिकेर हान्छु। भयो आमै भयो।